आफ्नै घर परिवार जस्तो है म कति खुसी लागेको छ आफ्नै मेरो छोराको मामा आए जस्तो मामा हो नि त। हेलो नमस्कार सबैजनालाई, इट्स मी साइल थापा मगर नन एज द च्यान्टी ब्लग। आज चाहिँ हाम्रो अब नेपाल मगर सङ्घ के भन्छ अरे नेपाल के भन्छ अरे मगर सङ्घ जापान क्षेत्रीय समिति क्युसीको महिला उपाध्यक्ष नानु मगरज्यूको के भन्छ अरे चित्र लाभको अवसरमा हाम्रो नेपाल मगर सङ्घ जापान क्षेत्रीय समिति क्युसीको अध्यक्षज्यू सचिवज्यू र हाम्रो सल्लाहकारज्यू उत्तमज्यूसँग हामी उहाँलाई भेट्न जान लागिरहेको छौँ। बाँकी कुराहरू चाहिँ अब बिच बाटोमा आधा आधा आउँदै गर्छ है त। धन्यवाद। अच्छा ठीक है। यसैसँग हाम्रो अब यस संस्थाका सल्लाहकारज्यू श्री उत्तम चचाङजी मगरज्यू मेरो भ्लगमा आइसक्नु भएको छ। केही दुई चार शब्द जाओस् न त हजुर। अब हामी अब ल बहिनी अब एकछिनमा आउँदैछौँ हामी है। धन्यवाद। ल नमस्कार सबैजनालाई है। हाम्रो चाहिँ आज नेपाल मगर सङ्घ जापान क्षेत्रीय समिति क्युसीको चाहिँ महिला उपाध्यक्ष नानु मगर बहिनीलाई चाहिँ भेट्न जाँदैछौँ। अब नानु बहिनीले चाहिँ भर्खरै अब बेबी पाउनु भएको होइन, बेबी पाउनु भएको भएर चाहिँ भर्खर अस्ति डिस्चार्ज भएर चाहिँ घर आउनुभएको छ। उहाँलाई चाहिँ हाम्रो चाहिँ नेपाल मगर सङ्घ जापान क्षेत्रीय समितिको चाहिँ सल्लाहकार म, त्यसपछि हाम्रो सचिव कोषाध्यक्ष र हाम्रो सदस्य होइन, हाम्रो के अरे सांस्कृतिक संयोजक पाँचजना भएर चाहिँ भेट्न जाँदैछौँ। ल बाँकी कुराहरू चाहिँ यहीँ फेरि बिचबिचमा भ्लगमा कुरा गरौँला। धन्यवाद अध्यक्षज्यू। र यसैसँग हाम्रो अब सचिवज्यू हुनुहुन्छ यहाँ, हाम्रो यस संस्थाको सचिवज्यू। सचिवज्यू दुई चार शब्द जाओस् न त। नमस्कार सबैजनालाई। झोरले आज हामी नेपाल मगर सङ्घ जापान क्षेत्रीय समिति क्युसु समितिका उपाध्यक्ष श्री नानुमाया थापा मगरज्यूको घरमा आज हामी जाँदैछौँ र उहाँलाई भेटघाट गर्ने कार्यक्रम रहेको छ। बाँकी कुराहरू चाहिँ यहाँले देख्नुहुन्छ के का लागि र किन भेट्न जाँदैछौँ भन्ने कुरा। हामीसँग चाहिँ हुनुहुन्छ यस संस्थाका सल्लाहकार श्री उत्तम फुल मगरज्यू, अनि हुनुहुन्छ अध्यक्षज्यू युकेश राणा मगरज्यू र कोषाध्यक्षज्यू भ्लगको मेन च्यानलको प्रमुख नै उहाँ हुनुहुन्छ। र एकैछिनमा हामी उपाध्यक्षज्यूको घरमा पुग्छौँ र बिचको कुराहरू पनि हामी देखाउँछौँ पक्कै पनि। हस् धन्यवाद। धन्यवाद सचिवज्यू। हाम्रो नेपाल मगर सङ्घ क्षेत्रीय कृषि समितिको चाहिँ महिला उपाध्यक्षको सन्तान लाभको चाहिँ धेरै धेरै शुभकामना। अनि आज चाहिँ म चाहिँ अब विशेष काम विशिष्ट गर्दाखेरि चाहिँ आउनु नपाएकोमा त्यसको लागि चाहिँ एकदम क्षमा प्राप्ति। सँगैसँगै हाम्रो अब अध्यक्ष उपाध्यक्षज्यूहरू सल्लाहकारज्यूहरू चाहिँ राम्रोसँग गएर आउनु होला। शुभयात्रा। हस् धन्यवाद। ल त अब चाहिँ हामी यहाँ अब यस चिजको स्टेसनबाट निस्किएर आएको। अब बिचबिचमा तपाईँहरूलाई अलिअलि म सिनहरू पनि देखाउने छु। यहाँ हुनुहुन्छ हाम्रो आजको ड्राइभर गुरुजी, हाम्रो यस संस्थाका अध्यक्षज्यूले नै गुरुजी बनाउनु परेको छ। यहाँ अब गाह्रो छ क्या। र यसैसँग देख्न सक्नुहुन्छ तपाईँहरूले हामी अब अन द वे छौँ, बाटोमा छौँ। अब चाहिँ हामी अब किताबतर्फ लागिरहेको छौँ। अब त्यो चाहिँ हाम्रो जापानको बाटो हो होइन। अब के भन्छ अरे खासमा अब तपाईँहरूले सोचिराख्नु भयो होला अब यिनीहरू चाहिँ अब कसलाई भेट्न जानु लाग्यो, किन भेट्न जानु लाग्यो, के को नाताले भेट्न जानु लाग्यो भनेर सोचिराख्नु भयो होला। अब तपाईँहरू चाहिँ अब हामी अब विदेशमा भएको मान्छेहरू चाहिँ होइन, अब कहाँ कहाँबाट आएको मान्छेहरू अब एकजुट गराएको हामीलाई यस संस्थाले मगर सङ्घ नेपाल मगर सङ्घ जापान क्षेत्रीय समिति क्युसीको संस्थाले चाहिँ हामीलाई एकजुट गराएर चिन्जान गराएको नाताले चाहिँ उहाँले हाम्रो संस्थाको लागि गर्नुभएको योगदानहरूको आधारले चाहिँ हामीले चाहिँ उहाँलाई भेट्न जान लागिरहेको हो। अब हामी अब परदेशमा बसेर पनि हामीले अब मर्दाको मलामी पर्दाको जन्ती भने जस्तै त्यसकै आधारले चाहिँ हामी आज भेट्न जाँदैछौँ।
बिचबिचमा तपाईँहरूले रमाइलो पनि देख्नुहुनेछ। स्टे ट्युन है त सबैजना। ल त हामी फाइनल्ली किता कृषिसम्म आइपुगेको छौँ। अब यहाँदेखि हाम्रो कति मिनट लाग्छ अध्यक्षज्यू? गुरुजी 220 मिटर 220 मिटर है। अब आइसक्यो त 1 मिनट। यो चाहिँ किता कृषि एरिया है त। यस्तो हुँदो रहेछ किता कृषि एरिया चाहिँ। फर्स्ट टाइम आइयो त भन्न नमिल्ने। अब मुक्छौँ हामी नानीजीको घरमा तोच्याको भनेर मेरो स्कुल। फाइनली हामी यहाँ किता कृषि आइपुगेको छौँ है त। यो चाहिँ हाम्रो नानी मगरजीको घर हो। अहिले ट्याक्कै 3 बजिसक्यो। ठ्याक्क कति 50 मिनटमा आइपुग्यो होइन हामी? 50 मिनटमा आइपुग्यो हाम्रो गुरुजी कडा। 51 मिनट 30 सेकेन्डमा हामी फुकुकादेखि किता कृषिसम्म गाडीमा। फास्ट, भेरी फास्ट आवर ड्राइभर। बहुत तेज हो रहा है, बहुत तेज हो रहा साल। त्यसैसँग अब हामी सरप्राइज है बिस्तारै गाइडहरू फोन नगरमा सरप्राइज है बिस्तारै आफैहाल्यो के हो। ल है त हामी अब फाइनल्ली हामी आइसक्यौँ हाम्रो डेस्टिनेसनमा। नमस्कार हजुर, नमस्कार विशासी बुढी, धेरै दिनपछि भेट भयो। होइन अब यता चाहिँ पहिलोपटक हो। बेरिया चाहिँ हिसासी बुढी नै हो है। हामी फाइनल्ली आइसक्यौँ होइन। कस्तो लागिरहेछ त अनि तपाईँलाई? होइन अब अलिअलि गाह्रो चाहिँ भयो। जामा चाहिँ गऱ्यो तर आफ्नै घर परिवार जस्तो है। म कति खुसी लागेको छ आफ्नै मेरो छोराको मामा आए जस्तो। मामा हो नि त हामी त मामाहरू। आज पनि हेर्नु न हाम्रो उपाध्यक्षज्यूले यस्तो गर्नुहुन्छ कि यस्तो दुःख चाहिँ गर्नु नहुने हो। हामीलाई त च्याउचाउ उमालेर दिए पनि हुन्थ्यो नि होइन? खाँदै खाने भयो त रामेनमा अलिकति तातो पानी हालेर दिए पनि भइहाल्यो नि त। अनि हेर न अब यो चाहिँ माघे सङ्क्रान्तिकै सेट जस्तो छ है। यति बेला यो हड्डी चाहिँ त्यो हड्डीवाला चाहिँ नराखिदिनु पर्ने खास है। त्यो टिस्यु भएन होइन भित्र। यो त नगर्ने ठुलो छ होइन? झन्डा मात्र चाहियो। सामान चाहिँ मेरो टिकी भरि यार। बोकेर हिँडेर सबैको गिटार सिटार पनि छ। म त नि त्यो उसलाई हस्पिटललाई फोन गरेको त गिटार त यहाँ त छैन नि। अस्ति नोटिस आउँदाखेरि यसो हेरेको मेरो देखेको थिएँ। अर्कै झुला रहेछ कि उसको पहिले देखेँ खुसी लाग्यो। हराएको नि थाहा छैन। कहाँ छोड्यो थाहा भएन। होइन हराएको थाहा छ, कहाँ छोडेको थाहा भएको। ल अध्यक्षज्यू पुस गर्नु एकजना सल्लाहकारजीले लगाइदिनु एकजना चाहिँ एकदम यो पनि लगाइदिनु यता ल यता आउनु त हौ त्यता।
ल है त हामी अब निस्किन लाग्यो यसैसँगै हाम्रो पारिवारिक भेटघाट पनि सकियो ल रासँग बस्ने है त खुसी लाग्यो आइदिनु त्यति टाढाबाट दुःख मात्रै दिए म हजुरलाई दुःख होइन यो सब तपाईँको मेहनतको फल हो क्या तपाईँले यत्रो हाम्रो संस्थाको लागि यत्रो योगदान गर्नुभएको हजुरको योगदानले गर्दा नै हामी यस्तो पारिवारिक भेटघाट गर्ने म के भन्छ उस पाएँ क्या मौका पायौँ होइन ल हामी निस्क्यौँ है त ल नमस्कार हजुर ल है त अब यसैसँग हामी अब के भन्छ अरे नानीजीको घरबाट पनि निस्किसक्यौँ अब हामी चाहिँ अब फुकाका तर्फ प्रस्थान गर्दैछौँ है त किता किसुबाट फुकाका होइन सचिवज्यू हो नि कस्तो भयो आजको भेटघाट चाहिँ आजको भेटघाट एकदम पारिवारिक भेटघाट थियो है एकदम त्यो संस्थाबाट एउटा हुन त यो हाम्रो एउटा परिवारको एउटा संस्था हो मगर भनेको एउटा परिवार नै हो हजुर र पारिवारिक भेटघाट चाहिँ एकदम रमाइलो हो किनकि उहाँले पहिल्यैदेखि आएर 5-6 वर्ष काम गरेको संस्थामा म पनि आएको त 2 वर्ष भयो 2 वर्ष काम गरेर पनि उहाँलाई सम्मान गर्न पाउँदाखेरि अब पहिल्यैदेखि काम गरेको मान्छेलाई सम्मान गर्न पाउँदाखेरि म चाहिँ एकदम हर्षित छु है त साथै अब हाम्रो अब यस्तो भेटघाटले उहाँको मुहारमा जुन खुसी जुन अब त्यो हर्ष आएको थियो पारिवारिक खुसी देख्यौँ त्यो पारिवारिक खुसी देख्न पाउँदा हामीलाई धेरै खुसी लागेको छ होइन धन्यवाद हजुर ल है त अब आजको हाम्रो भेटघाटको निष्कर्ष अथवा डिस्क्रिप्सन यसो दिनु नि त अध्यक्षज्यूले कस्तो भयो आजको भेटघाटहरू ल फेरि पनि है अन्तिम नमस्कार सबैजनालाई होइन आजको भेटघाट एकदम बहिनीलाई भेटियो खुसी लाग्यो बहिनी पनि खुसी रहेछन् खुसी भयो हामी आएर होइन जस हाम्रो सङ्घले चाहिँ उसलाई हाम्रो सङ्घप्रति गरेको उसको माया र हामीले गर्न पर्ने चाहिँ उसको प्रतिको दायित्व त्यस हामीले पुरा गऱ्यौँ भेटघाट भयो दुःख सुख कुरा भयो रमाइलो कुराहरू भयो होइन हाँसो मजाक भयो बहिनीलाई चाहिँ अब बहिनी हाम्रो बाबुको चाहिँ ख्याल राख्दै अब राम्रो भविष्यको शुभकामना बाबुलाई पनि र बहिनीले पनि केयर गर्नु हुन होइन बहिनी ज्वाइँले पनि केयर गर्नु हुनको चाहिँ अब अनुरोध गर्दै आजको ब्लग चाहिँ यहाँ सघाउने हो ओके दाइ हस् धन्यवाद हस् धन्यवाद ल है त गाई सबैजनालाई आजको भ्लग यति नै भन्दै म सबैजनाले लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला र यस्तै नयाँ नयाँ के अरे कन्टेन्टहरू भिडियोहरू हेर्नको लागि मेरो च्यानललाई सब्सक्राइब गरेर स्टे ट्युन चाहिँ रहनु होला है सबैजना च्यान्टे भ्लगलाई सबैले सब्सक्राइब गर्नु है घन्टी चाहिँ च्यान्त बजाउनु पर्यो फेरि चुनावको घन्टी होइन चुनावको पनि घन्टी नै हो युट्युबको पनि घन्टी नै हो चुनावको बारे के नि Don't forget to like, comment, share and subscribe.